आज सलुन तथा ब्युटी पार्लर सम्मानित पेशा बनेको छ। तर 4 दशक अघि यही पेशा रोज्ने महिलालाई समाजले सम्मान होइन अपमान दिन्थ्यो। त्यही अँध्यारो समयलाई चिरेर एउटा नयाँ इतिहास लेख्ने साहसी महिला हुनुहुन्छ सुशीला श्रेष्ठ। 2021 साल माघ 10 गते म्याग्दीको बेनीमा जन्मिनु भएकी सुशीला श्रेष्ठले बुटोलमा आफ्नो शिक्षा पूरा गर्नुभयो। सानैदेखि सौन्दर्य कलाप्रति गहिरो रुचि थियो। सिप सिक्ने क्रममा थ्रेडिङ गरेर कमाएको पहिलो 5 रुपैयाँ नै उहाँको सफलताको पहिलो पाइला बन्यो। 2043 सालमा उहाँले पाल्पाकै पहिलो ब्युटी पार्लर स्थापना गर्नुभयो। त्यसको 1 वर्षपछि बुटोलमा पासा ब्युटी पार्लर सञ्चालन गर्दै बुटोलको दोस्रो ब्युटी पार्लरको इतिहास रच्नुभयो। तर त्यो सफलता सहज थिएन। पार्लरमा आउने महिलाहरू साँझमा आउने निस्कदा पछ्यौरी ओढेर निस्कन्थे। समाजले पार्लरलाई सम्मानित पेशा मान्दैनथ्यो। कुरा काटिन्थ्यो, नराम्रो नजरले हेरिन्थ्यो, नक्कली महिलाको उपनाम दिइन्थ्यो। तर समाजको सोचभन्दा उहाँको आत्मविश्वास निकै ठुलो थियो। 2062 सालमा श्रीमान कृष्णमान श्रेष्ठलाई गुमाउँदाको पीडाले उहाँलाई रोक्न सकेन। बरु त्यही सङ्घर्षले उहाँलाई अझ बलियो बनायो। 2064 सालमा नेपाल सौन्दर्य कला व्यवसाय सङ्घको केन्द्रीय उपाध्यक्षसम्म पुगेर उहाँले गर्वका साथ भन्न पाउनुभयो, म ब्युटिसियन हुँ। त्यही क्षणसँगै एउटा पेशाले पनि समाजमा नयाँ सम्मान पायो। बुटोलबाट काठमाडौँसम्म वनस्थली, 16 खुट्टे, न्यू रोड र रानीबारीमा शाखा विस्तार समेत गर्नुभयो। 9 जनासम्मलाई रोजगारी दिनुभयो। कोरोना महामारीको असरले अधिकांश व्यवसायहरू धराशय भएसँगै उहाँको व्यवसाय पनि अछुतो रहेन र नयाँ सुरुवात गर्न फेरि आफ्नै कर्मथलो बुटोल फर्किनुभयो। व्यवसायसँगै उहाँ बुटोल लेडी जेसिसको संस्थापक सदस्य, सामाजिक अभियन्ता र द आर्ट अफ लिभिङकी 26 वर्षदेखिको स्वयंसेवक पनि हुनुहुन्छ। सन् 2021मा मिसेस युनिभर्सल प्रतियोगितामा ग्लोइङ स्किन र ब्युटिफुल स्माइल उपाधिले उहाँको व्यक्तित्वलाई अन्तर्राष्ट्रिय मञ्चमा समेत चिनायो। 5 रुपैयाँबाट सुरु भएको यो यात्रा आज हजारौं महिलाको आत्मविश्वास बनेको छ। सुशीला श्रेष्ठले केवल व्यवसाय निर्माण गर्नु भएन, एउटा सोच परिवर्तन गर्नुभयो। सङ्घर्षलाई सफलतामा बदल्ने उहाँको कथा हरेक सपनामाथि विश्वास गर्नेका लागि प्रेरणाको अमिट उदाहरण बनेको छ। उहाँ जस्ती साहसी, दूरदर्शी र प्रेरणादायी महिलाहरूको अथक योगदानकै कारण आजको आधुनिक सलुन तथा ब्युटी पार्लर उद्योगले यो उचाइ हासिल गर्न सकेको हो।